सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुर, रेडियो राष्ट्रको कार्यक्रम शब्द श्लाघामा हामी रहेका छौं। अब प्रस्तुत छ एउटा कथा जसलाई लेख्नु भएको छ डाक्टर संगीता स्वेच्छाले र यसको शीर्षक रहेको छ भुस्याहा कुकुर। यो आल्सेसन कुकुर कहाँबाट ल्यायो लिना? यो सोधाइले म वाक्क भइसकेँ। लाग्दैछ मेरो मस्तिष्कमा भएको गिदी नै प्रश्न चिन्ह आकारमा परिणत भएर टाउकोभित्र खिरखिर खिरखिर गर्दैछ। आज जो जति मेरो घरमा आउँछन् फ्र्याङ्कोलाई सुमसुम्याउँछन्, तर फ्र्याङ्को त्यति सजिलै अरूको बहकाउमा आउनेवाला पनि त होइन। नचिन्ने मान्छे आयो भने घरमा भुक्नु भुक्छ, टोक्ने बानी त उसको पटक्कै छैन। नचिनेकाले सुमसुम्याउन आइहाले भने मलाई टोलाएर हेरिरहन्छ। म उसले गरेको प्रश्नको उत्तर हाँसेर दिइदिन्छु। तब ऊ खुसी साथ पुच्छर हल्लाउँछ। जिन्दगी पनि गजबको हुन्छ, मान्छे होस् वा पशुको। भगवानले दिएको जीवनलाई कसैले बाटो देखाइदिनु पर्दो पनि रहेछ। 1 वर्षको कुरा त हो नि, फ्र्याङ्कोमा कति परिवर्तन आइसकेको छ। अझै याद छ मलाई त्यो समय जब फ्र्याङ्को भुसिया कुकुरको रूपमा मेरो पछि पछि आउँदै थियो। डर पनि लाग्यो, कतै टोक्ने त होइन। आफूलाई त सुई भनेपछि डर लाग्ने, फेरि उसमाथि 14वटा सुई पेटमा। डर झन् बढ्दो थियो। हत्तपत्त बाटो काटे। उसलाई मैले आफ्नो पछाडि देखिन। 1 महिना अगाडि मात्र रेबिज लागेर मरेको पल्लो घरको साइलालाई सम्झिँदै आउँदै थिएँ। किन हो पछाडि फर्केर आफ्नो कौतूहलता निवारण गर्न मन लाग्यो। कतै त्यो कुकुर आउँदै त छैन। पछाडि फर्कदा डरले एकपल्ट उफ्री। आफ्नो हातमा लिएको रोस्टेड चिकनको झोलाले मेरो डर झन् बढ्यो। पक्कै पनि त्यसैको गन्धले यो कुकुर मेरो पिछा परेको हो। फेरि म उसलाई पिछा छुटाउन रोस्टेड चिकनको झोलै पनि फाल्न सक्दिन थिएँ। घरमा हुलेर गेट लगाएपछि पनि डर त कम भएन, तर 1 क्षणपछि लामो शान्तिको श्वास चाहिँ फेरेँ। गेट खोलेर बाहिर जाने त हिम्मतै थिएन। कुकुर पनि गेटबाट हटेन। आमा बुवा विराटनगरमा अनि आफू एक्लै घरमा हुँदा दिक्क लाग्न थाल्यो। मेरो मस्तिष्कमा प्रश्नहरू घुमिरह्यो। आखिर यो कुकुरले मबाट के चाहना गरेको छ? झ्यालमा गएर हेरेँ। ऊ त चुपचाप गेटमा लेटिरहेको रहेछ। भोक लागेकोले झोलाबाट रोस्टेड चिकन झिकेर खान थालेँ। खाँदा खाँदै कुकुरको कुइँ कुइँ आवाजले मलाई आकर्षित गरायो। छिमेकीको छोरा रवि कुकुरलाई लात्ती हान्दै गरेको दृश्यले म विचलित भएँ। आखिर ऊ पनि त प्राणी हो। कुकुर त घरतिर एक नफर्की लम्कियो। उसको प्रस्थानमा मलाई साह्रै नमज्जा लाग्यो। रोस्टेड चिकनको स्वादै खल्लो लाग्यो। ऊ अझै हिँड्दै थियो। म अतालिन थालेँ अनि अतालिँदै कालो हुनाले कालु भनेर बोलाएँ। ऊ अझै हिँड्दै थियो। आ मैले रोस्टेड चिकनको हड्डी देखाउँदै बोलाएँ। उसको आँखामा आँसु थियो। ऊ 1 क्षणसम्म अलमल्लमा पर्यो अनि गेट्नेर आइपुग्यो। मैले झ्यालबाटै हड्डीका टुक्राहरू फालिदिएँ। ऊ हड्डी चपाउँदै थियो। मलाई उसको अवस्था देखेर दया लाग्यो। हेर्दा ऊ पक्का भुसिया देखिन्थ्यो। ऊ घर अगाडिको गेटमा एक प्रकारले बस्न थाल्यो। रविलाई त नपिट्न भने, तर आफूलाई उसको सामु पर्नै डर लाग्थ्यो। उसलाई म न त भित्राउन सक्थेँ न त दबाउन नै। म पनि पछाडिको गेटबाट हिँड्न थालेँ। 1 हप्ताको अवधिमा कहिल्यै अगाडि गएर खाना दिन गइन। खानेकुराहरू प्लास्टिकको झोलामा हालेर फालिदिन्थेँ। यतिकैमा ऊ पुच्छर हल्लाउँदै खाना खान्थ्यो। उसको पुच्छर हल्लाइमै म दङ्गदास पर्थेँ। मेरो बानी पनि यस्तरी बिग्रियो कि म उसलाई खाना नदिई नखाने भएँ। 2 हप्ता पश्चात बुबा आमाको पनि आउने कुरा थियो। बुबाको गाली खाने डरले नै म त्रसित हुन थालेँ। बुबा कुकुर भनेपछि मनै नपराउने, आमाको बस नचल्ने। भोटे कुकुर रेनीले बुबालाई नराम्ररी टोकेपछि चौहारमा छोड्न लगेको कुरा मलाई याद थियो। आमा रुनुहुन्थ्यो वियोगमा, बुबालाई वास्तै थिएन। अर्को ल्याउला नि अर्को भन्दै दिनहरू बित्दै गए। मलाई पनि त जनावरहरूप्रति त्यति लगाव थिएन, तर यसले के गर्यो के? मैले वास्तवमा बुबाकै डरले घरमा हुलाउन सकिनँ। क्याम्पसबाट फर्किँदै थिएँ। मेरै छेउबाट एउटा ट्र्याक्टर नराम्रो गन्ध दिएर अगाडि बढ्यो। नाक थुन्दै के रहेछ भनेर हेरेकी थिएँ। 1 डङ्गुर मरेका कुकुरहरू रहेछन्। मलाई तुरुन्तै हिजोको रेडियोको सूचना याद आयो। भोलिदेखि भुसिया कुकुर नियन्त्रण आयोजना सुरु हुनेछ। मलाई डर लाग्यो। कतै मेरो गेटमा बस्ने कालु पनि त परेन। जिन्दगीमा पहिलो पटक नराम्ररी पीडा अनुभव गरेँ। दौडिँदै अगाडिको गेटमा पुगेँ। मलाई अचम्म लाग्यो। म अगाडि पुगेपछि उसले जोडतोडले पुच्छर हल्लायो।
म दोसारमा पर्न थालेँ। म भुसियाको नाममा उसलाई मर्न दिन पनि सक्दिन थिएँ र पाल्तुको नाममा हुलाउन पनि। ऊ न त भित्रको न त बाहिरको, किनकि ऊ मेरो घरको गेटमा बस्छ। टाढाबाट त्यही अघिको नराम्रो गन्ध बोकेर कुदिरहेको ट्र्याक्टर आउँदै गरेको देखेपछि मेरो सातो पुत्लो उड्यो। आँखा रसाएर आए। मैले उसलाई जोडले तानेर गेटभित्र उलाएँ। त्यति बेला ऊ पाल्तु कुकुर भयो। उसलाई भुसिया कसले भन्ने? ऊ त मेरो गेटभन्दा भित्र थियो। मैले उसलाई नुहाइदिएँ। उसको आँसुले मलाई कृतज्ञता ज्ञापन गरे झैँ लाग्यो। मैले उसको भाषा नबुझे पनि उसको आँसु र पुच्छर हल्लाएको थोरै धेरै मतलब चाहिँ सम्झेँ। नुहाइदिएपछि उसलाई कालुको सट्टा फ्र्याङ्कको नाम दिएँ। अहिले त ऊ स्वस्थ, मोटो अनि अग्लो छ। शुद्ध पाल्तु समान छ। खै कुन कर्मले भुसिया कहलाइयो। पोहोरको कुकुर पूजामा रविको कुकुरलाई पूजा गरेर माला लगाइदिएकी थिएँ। यसपालि त फ्र्याङ्कोलाई लगाइदिनेछु। अलि चुच्चो चुच्चो अनुहार भएकोले बुबा आमालाई दार्जिलिङबाट लिलीले ल्याइदिएको आल्सेसन कुकुर भनिदिए। सायद ऊ आल्सेसन हो, परिस्थितिले भुसिया बनाइएको हो, त्यो त म जान्दिनँ। अहिले हाम्रो मित्रताको गाँठो बलियो छ। 6 महिना बितेपछि बुबा आमालाई उसको वास्तविकता बताइदिए। उसले हाम्रो परिवारमा त्यति बेलासम्म यस्तो जादु गरिसकेको थियो कि कसैले उसलाई भुसिया भनेर निकाल्ने आँट गर्न सकेन। आफू त झन्दङ्गै। यो थियो डाक्टर सङ्गीता श्रेष्ठको संयुक्त कथा संग्रह असहमतिका पाइलाहरूबाट एउटा कथा भुसिया कुकुर। यो सँगै आजको लागि शब्द श्लाघा यति नै। फेरि अर्को हप्ता अन्य वाचनहरू सहित तपाईँको र मेरो भेट हुनेछ। प्रविधिमा साथ दिनुहुने लक्ष्मी पोखरेल दाईलाई धेरै धेरै धन्यवाद छ। संजोग बिदा माग्दछु। सुन्दै गर्नुहोस् रेडियो कान्तिपुर, रेडियो राष्ट्रको। नमस्कार।